हेलो नमस्ते तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज हामी जाँदैछौँ पाल्पा। पाल्पाको सफर गर्दैछौँ, तर आज हामी दुखी पनि छौँ। हाम्रो म्याकुलाई चाहिँ लान पाएनौँ। पहिलाको चोटि चाहिँ म्याके पनि गएको थियो, तर आज चाहिँ म्याकेलाई लान सकिएन किनकि यो ठुलो बढ्यो, स्कुटीमा पनि नअट्ने भयो। त्यही भएर यसलाई चाहिँ हामीले खाना दिएर यहीँ छोडेर छौँ। तल दिदीहरूले पनि हेरिदिन्छ भन्नुभएको छ। अब हामी जाँदैछौँ, फेरि नै भिमाद हुँदै पाल्पा रामपुल पुग्नेछौँ। बाटोमा के कस्तो हुन्छ सबै देखाउनेछौँ। अब हामी पहिला जाँदैछौँ पेट्रोल पम्पमा। पेट्रोल पम्पमा गएर हामी पेट्रोल फिल गर्छौँ, त्यसपछि हामी लाग्नेछौँ। फेरि तपाईँहरूलाई पुरै अपडेट हुनेछ। पृथ्वी चोकमा आएर पेट्रोल हालियो। अब चाहिँ लाग्दैछौँ स्याङ्जाबाट जाने भयो। हामीले चाहिँ रुट चेन्ज गऱ्यौँ किनकि बाटो बिग्रेछ भन्ने थाहा पाएपछि भिमाद हुँदै जाने भनेको कुरा चाहिँ हामीले चेन्ज गर्ने भयौँ। अब हामी चाहिँ स्याङ्जा वालिङ हुँदै चाहिँ रामपुर जानेछौँ। आउँदाखेरि चाहिँ अर्को बाटो आउने प्रयास गर्छौँ, हेरौँ कस्तो हुन्छ। भर्खरै हामी चाहिँ पोखरा भ्यू पोइन्टमा आइसक्यौँ। अब चाहिँ यो पोखराको भ्यू देख्न सक्नुहुन्छ। अब यो पछाडि चाहिँ हामी स्याङ्जा लाग्दैछौँ। यो बाटो हुँदै आएको थियौँ। अब यसरी हामी स्याङ्जा जान्छौँ। स्याङ्जा हुँदै वालिङबाट फेरि मासतिर लाग्नेछौँ र हेरौँ कति समय लाग्छ। तकरिबन अहिले 8 बजे हामी हिँड्यौँ यहाँ पोखराबाट। अब हेरौँ बाटोमा के कसो आइलाग्छ, कस्तो हुन्छ। हामी चाहिँ डियो स्कुटीमा जाँदैछौँ। मेरो डियो यहाँ बसिरहेको छ, काली हो यसको नाम चाहिँ। पोखराको भ्यू देखाउँछु तपाईँहरूलाई। हामी चाहिँ आज भिमाद हुँदै पाल्पा रामपुर जाने सोच गरेका थियौँ, तर बाटोहरू बिचमा बिग्रेको छ भने पछाडि हामीले चाहिँ बाटो चेन्ज गऱ्यौँ। हामी चाहिँ पोखरा स्याङ्जा वालिङ हुँदै जानेछौँ र आज पेट्रोल पम्पहरू पनि धेरै बन्द रहेछ। हामी पृथ्वी चोक गएर पेट्रोल पम्पमा गएर पेट्रोल हालिसके पछाडि पोखरा हुँदै अब स्याङ्जातिर लाग्दैछौँ। सम्पूर्णलाई महान चाड विजयदशमीको उपलक्ष्यमा सम्पूर्णलाई यसै भिडियो मार्फत हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। खानुहोस्, पिउनुहोस्, रमाउनुहोस्, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् र बाँकी भिडियो हेर्दै जानु होला। बाटोमा के हुन्छ म तपाईँबाट अपडेट दिँदैछु। त्यतिखेरसम्म भिडियोमा जोडिनुहोस्। भर्खरै हामीहरू चाहिँ स्याङ्जा भालुपाडमा आइसकेका छौँ, तर भालुपाडको बाटो चाहिँ एकदमै बिग्रिएको रहेछ। यो पोखरा हुँदै आउने बाटो र यो यसरी स्याङ्जा हुँदै जाने बाटो हो। यसलाई चाहिँ भालुपाड भन्छ। यो चाहिँ भाइरल ठाउँ पनि हो। यहाँ माथिपट्टि चाहिँ मान्छेहरू आएर एकदम टिकटक बनाउने गर्छ। त्यहाँ पारिपट्टि देख्न सक्नुहुन्छ भालुपाडको लोगो पनि छ। आज चाहिँ एकदमै जाडो जस्तो पनि भएको छ। मौसमहरू एकदम चेन्ज भएको छ, एकदम कुहिरो लाएर एकदम अँधेरो जस्तो भइरहेछ, उज्यालो छैन। हामीहरू चाहिँ यहाँ एकछिन आराम गर्दैछौँ। हामीहरू चाहिँ अब यहाँ एकछिन आराम गर्न पर्यो। स्कुटर तात्यो र यो हेलमेट पनि एकदम टाइट भएर कान दुखाएपछि अब हेलमेट चाहिँ एक्सचेन्ज गर्दैछौँ। उसले चाहिँ नलाउने रे, कान उसको पनि दुखे जस्तो छ। अनि उसको हेलमेट चाहिँ म लगाउँछु र मेरो हेलमेटलाई चाहिँ राख्छु। एकदम यो टाइट छ, कान दुखाएर हैरान भयो। लगभग 50 मिनट जस्तोमा पोखराबाट हामी भालुपाड आइपुग्यो। अब यहाँबाट वालिङ कति घन्टामा पुगिन्छ। त्यसपछि हामी फेरि वालिङबाट चापाकोट हुँदै पाल्पा रामपुर जानेछौँ।
यदि तपाईहरु पाल्पाबाट पोखरा आउँदै हुनुहुन्छ र पोखराबाट पाल्पा रामपुर जाँदै हुनुहुन्छ भने यो भिडियो हेर्नु जरुरी छ। तपाईहरुले बाटो देख्न सक्नुहुन्छ यो भिडियो मार्फत कस्तो छ कस्तो। भिमादबाट चाहिँ गइएन, हामी आउँदाखेरि चाहिँ भिमाद रामपुरबाट भिमाद हुँदै आउने कोसिस गर्ने छौं। बाटो कस्तो छ 2 hours later. भर्खरै हामीहरु चाहिँ वालिङ आइपुग्यौं। यो चाहिँ पोखराबाट आउने बाटो हो र यो चाहिँ बुटलबाट आउने बाटो हो। यो चाहिँ वालिङ पेट्रोल पम्प। तपाईहरु पाल्पा रामपुर जाँदै हुनुहुन्छ भने पोखराबाट आउँदै हुनुहुन्छ भने यहाँबाट जान सक्नुहुन्छ। यहाँबाट चाहिँ चापाकट हुँदै जानेछौँ। अब हामी चाहिँ यहाँ नास्ता गर्छौँ एकछिन, त्यसपछि पेट्रोल अलिकति भर्छौँ अनि हामी फेरि लाग्नेछौँ। अब चाहिँ गाउँतिरको बाटो हो यो, कस्तो छ हेरौँ अब कस्तो छ। हाम्रो चाहिँ सेकेन्ड टाइम हो यो। फर्स्ट चोटि आउँदाखेरि त ठिकै थियो, लगभग 6-7 महिना अगाडि आइएको थियौँ हामी। कति घन्टा ठ्याक्कै 2 घन्टा पछि आइपुग्यो है। पोखराबाट चाहिँ हामी ठ्याक्कै 2 घन्टा लाग्यो। 8:20 जस्तोमा हिँडेको हामी, यहाँ 10:30 भयो भनेपछि लगभग 2 घन्टा पुरा भयो। र बाटोमा स्याङ्जामा चाहिँ अलिकति दुर्घटना जस्तै हुन गयो। अर्को स्कुटरले चाहिँ हाम्रो पानीले छापेर पुरै हिलो बनाइदियो होइन। हामी हल्का एग्रेसिभ पनि भयो थियौँ, त्यही पनि फेरि दसैँको जस्तो चाडपर्वमा किन उ गर्ने भनेर हेर्नु यस्तो बनाइदियो। हाम्रो कालीलाई पुरै हिलो बनाइदियो, पानीले पुरै छ्यापेर मुखैभरि पुरै पानी बनाइदिएर हिलो पानी। फेरि दसैँको बेलामा किन चाहिँ मुखै लाउने भनेर हामीले चाहिँ हल्का सम्झायौँ। अब हामी एकछिन खाजा खान्छौँ वालिङमा, त्यसपछि एकछिन रेस्ट गरेर हामी निक्लिन्छौँ। फेरि लामो छ बाटो अझै। अब रामपुर पुग्ने हो, रामपुरबाट फेरि मासतिर लाग्नुपर्छ पाल्पा जपगादी भन्ने ठाउँमा। अब हेरौँ कति टाइम लाग्छ, सायद बेलुकै पुगिन्छ होला। 5-6 बजेभन्दा अगाडि पुगिन्छ जस्तो लाग्यो मलाई। यो हो वालिङ बजार, यताबाट आउने बुटलबाट आउने र यता पोखरा जाने हो यो। खाजा खाँदैछु, चटपट खाँदैछु। घरमै गाह्रो छ यार, आमामा कसरी पुग्ने हो। गाह्रो छ 2 घन्टा स्कुटर चलाउनु त यार। भर्खरै हामीहरू चाहिँ वालिङबाट अनि यतापट्टि जगत भङ्स्याङ भन्ने ठाउँबाट चाहिँ राइट हानेर अर्को बाटो आइसकेका छौँ। बाटो चाहिँ एकदम राम्रै छ। यो दोस्रो चोटि हो हाम्रो, फर्स्ट चोटि आउँदा नि राम्रै थियो र अहिले चाहिँ अलिअलि बिग्रेको रहेछ बिचमा बाटोहरू चाहिँ। कहीँ कतै बिग्रेको रहेछ, सबै बिग्रेको नि रहेछ। हेरौँ अब रामपुर कति घन्टामा पुगिन्छ हामी। यो हो एकदम जगत भङ्स्याङबाट देखिने सिन हो। अब के गाउँ हो थाहा छैन हामीलाई त, तर गाउँघर भनेको एकदमै राम्रो हरियाली, डाँडा काँडा। अब बाटो उकालो रहेछ, गाह्रै बनायो स्कुटरलाई चाहिँ। हामी अब यत्रो हेभी वेट 12-15 किलो झोला गर्दाखेरि चाहिँ मेरो स्कुटी कालीलाई पनि गाह्रै बनायो है। गाउँघर रमाइलो हरियाली डाँडाकाँडा। हामी पहिलोचोटि आउँदाखेरि कहाँनिर काँची लोट्न लाग्यो यहीँ होइन? अहिले त बनाएछ है बाटो त। यहीँनिर हिँड्छ नि स्कुटर, मैले पल्टाउनु लाग्यो ऊ त्यहाँनिर हो। पहिलोचोटि हामी आउँदाखेरि हामीसँग मेरो
पप्पी म्याक्स पनि थियो। त्यति बेला चाहिँ सानो थियो त्यो, हामीले स्कुटरको अगाडिपट्टि हालेर लिएर आएको थियौँ। तर आज चाहिँ आउन पाएन, बिचरा दुखी छ, स्याड भएर बसिरहेको छ घरै। यहीँनिर हो हामीले स्कुटर लोडाउन खोजेको। फर्स्टचोटि आउँदाखेरि, पहिलोचोटि आउँदा। अहिले चाहिँ बाटो यस्तो बनाएको रहेछ, अहिले चाहिँ ढलन गरेर रहेछ। हामी आज दुखी पनि छौँ है कान्छी, हाम्रो म्याक्स आउन पाएन है। बिचरा म्याक्सले चाहिँ बिहान पुरै भात दिएको, 6 बजे नै भात दिएको, एकदम भात खायो बिचराले। अब उसले लान खोज्यो मलाई नि भन्ने सोच्यो होला, तर के थाहा ऊ चाहिँ जान पाउँदैन आज भनेर बिचरा भात सात खाएर ट्याकटुक पएर बसेको थियो। हामी आउँदाखेरि पनि भुकेन, कराएन, म्याक एकदम रिसा छ। अब हामी त्यसलाई 3 दिन पछाडि गएर फकाउँछौँ, म्याक्सलाई घुमाउँछौँ, फकाउँछौँ। अब के खान दिन्छ खान दिन्छौँ। अहिले दसैँमा म्याक्स उता हामी यता भयौँ, यो स्कुटरमा स्पेस पनि पुगेन लाउनलाई, नत्र म्याक्सलाई पनि लिएर आउने भनेको हामीले। तर स्कुटरमा चाहिँ स्पेस भएन, ठुलो भयो, म्याक्सको साइज ठुलो छ, त्यही भएर गाह्रो बनायो हामीलाई। म चाहिँ राइड गर्दैछु है, अलिकति गाह्रो छ। म सिङ्गल राइड हो, मेरो पछाडि बसेर बस्ने ढेडुले सिटमा बस्ने मात्रै काम हो, चलाउन सक्दैन, मलाई पालो दिन सक्दैन। मैले चलाइरहेको छु, गाह्रै हुँदो रहेछ है। बाटोहरू चाहिँ बिच बिचमा यसरी बिग्रेछ हल्का हल्का, तर राम्रै छ। यदि तपाईँहरू पोखराबाट पाल्पा रामपुर हुँदै जान चाहनुहुन्छ भने यो बाटो पनि आउन सक्नुहुन्छ। यो गाउँ चाहिँ चापाकोट गाउँ हो। यस्तो राम्रो बाटो देखिन्छ हेर्नुहोस्। हामी यो बाटो हुँदै तल रामपुर जाने हो। एकदम राम्रो सिन देखिएछ। बादल पनि देखिएछ। यो चाहिँ काली गण्डकीको पुल रहेको छ। यसलाई चाहिँ निर्दिम पुल भनिँदो रहेछ। यहाँ तल चाहिँ काली गण्डकी छ है। यो हामी पहिलोचोटि आउँदाखेरि चाहिँ यसमा माथिपट्टि यो झोलुङ्गे पुल तरेको थियौँ। अहिले चाहिँ हामी यो पक्की पुलबाट आयौँ। चापाकोट हुँदै आउँदाखेरि चाहिँ यो बाटो आइने रहेछ। यो वालिङबाट चापाकोट हुँदै आएपछि यसरी हामी लाग्नेछौँ रामपुरतर्फ। यहाँबाट यो ब्रिज कटेर गएपछि रामपुर आउँछ अनि रामपुरबाट फेरि हामी हाम्रो गाउँतर्फ लाग्नेछौँ। यो चाहिँ काली गण्डकीको भ्यू एकदम राम्रो देखिएको छ। अर्को झोलुङ्गे पुलबाट पनि जान सकिन्छ, तर हामी त्यहाँबाट चाहिँ गएनौँ। यो चाहिँ झोलुङ्गे पुल हो। पोखराबाट यहाँसम्म आउँदाखेरि
मेरो स्कुटी कालीको चाहिँ हालत यस्तो भएछ। यसलाई चाहिँ लर वास गर्नुपर्छ मजाले। यात्रामा साथ दिएको छ कालीलाई पनि धेरै धेरै धन्यवाद। मेरो यो स्कुटीको नामै काली हो। हामीहरु चाहिँ यो अहिले चाहिँ अफरोड बाटो उक्लियौं तल रामपुरबाट तकरिबन 35-40 किलोमिटर माथि। यो तलतिर रामपुरबाट आउने बाटो हो अनि हामी यसरी हुँदै यो बाटो जाँदैछौँ। यसलाई चाहिँ खाली वन भन्छ यो ठाउँलाई चाहिँ। यहाँबाट हामी माथि पाल्पा जपगाडी निस्किँदैछौँ। एकदमै पुरै अफरोड छ। त्यस हाम्रो होन्डा डियो कालीले पनि साथ दिएछ। यस्तो अफरोडमा पनि राम्रै भइरहेछ। यो चाहिँ एकदम राम्रो सिन देखेँ मैले हैन। यस्तो राम्रो छ। यो बाटो तलबाट आउने हो रामपुर हुँदै। पाकेको अर्ग्यानिक बेलौती खाइयो। बाटो चाहिँ एकदम नाजुकै छ है। गाह्रो हो अफरोड जान गाह्रो हो। यो बाटो आइयो भर्खरै अफरोड धन्दै लुटिएन गाह्रो भयो यार। स्कुटर पल्टियो तर केही हुन सकेन। म चाहिँ हुत्तिएर एकछिन अगाडि पुगेँ। आएर बसे चाहिँ स्कुटर चाहिँ लास्टै अफरोड छ। तपाईहरु नआउनु होला यो बाटो। सर्टकट अपनाउने क्रममा चाहिँ आफ्नो साधनको चाहिँ नोक्सान हुन्छ। त्यही भएर यो बाटो चाहिँ नआउनु होला सकेसम्म। धेरै गाह्रो छ। भिड हेर्नुस् यहाँ कस्तो छ। भर्खरै ठ्याक्कै हामी घर चाहिँ आइपुग्यौँ। यही हो हाम्रो पाल्पा जपगाडी। यस्तो भ्यू देखिन्छ। हामी आएको चाहिँ यताबाट हो। यो बाटो पनि आउँछ हुन त पुटलबाट यो बाटो आइन्छ। अब भ्लग चाहिँ यहीँ बन्द गर्न चाहन्छु। अब म भ्लग चाहिँ एडिट गरेर आजै हाल्छु। र तपाईहरुलाई विजयदशमीको धेरै धेरै शुभकामना भन्न चाहन्छु। फेरि पनि भ्लग यस्तै भयो। लड्दै गुड्दै आइयो र साधनहरु पनि अलि कुनै भयो। त्यही भएर अब स्क्रिन साधनहरु पनि धुनु पर्यो। ओके भ्लग चाहिँ यहीँ बन्द गर्न चाहन्छु। भ्लग एडिट गरेर म अपडेट गर्छु। तपाईहरु पनि खुसी रहनु होला। भ्लगलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला र आफ्नो ख्याल गर्नु होला। विजयदशमीको एकदम शुभकामना छ। फेरि पनि खानुस् पिउनुस् रमाउनुस्। थ्याङ्क यू।